Hello everyone, warm greetings to all. Welcome back to Khushbu channel. यो भिडियोमा चाहिँ हामी IELTS को राइटिङ टास्क 2 मा चाहिँ सोधिने एउटा एसे टाइप भनेको चाहिँ डिस्कसन टाइप एसे हुन्छ. डिस्कसन टाइप एसे लाई चाहिँ हामीले चाहिँ कसरी चाहिँ अटेम्प्ट गर्नुपर्छ है त. त्यसको टेम्प्लेट चाहिँ हेर्छौं है त. डिस्कसन टाइप एसे चाहिँ हामीलाई कसरी दिएको हुन्छ भन्दाखेरि चाहिँ सम पीपल बिलिभ दिस व्हाइल अदर बिलिभ दिस भनेर चाहिँ हामीलाई चाहिँ दिएको हुन्छ है. डिस्कस बोथ भ्यूज एन्ड गिभ योर ओपिनियन भनेर चाहिँ सोधेको हुन्छ. मैले फर्स्ट चोटी यो क्वेशन हेर्दाखेरि चाहिँ मलाई यहाँ लास्टमा ओपिनियन देऊ भनेर भनेको छ नि त. त्यही भएर चाहिँ यो चाहिँ ओपिनियन टाइप एसे होला भनेर सोचेको थिएँ, तर यो चाहिँ डिस्कसन टाइप एसे चाहिँ हुँदो रहेछ. सो अब यसलाई चाहिँ हामीले कसरी अटेम्प्ट गर्छौं यसको टेम्प्लेट चाहिँ हेरौँ है त. सो यो जुन टेम्प्लेट चाहिँ मैले यहाँ लेखेको छु यो टेम्प्लेट चाहिँ मैले आइल्स एडभान्टेज युट्युब च्यानलबाट चाहिँ लिएको हो. सो द क्रेडिट गोज टु हिम. नाउ लेट्स बिगिन आवर डिस्कसन है त. सो हामीलाई चाहिँ दुईटा भ्यू दिएको हुन्छ हैन. एउटा भ्यू दिएको हुन्छ भ्यू 1 व्हाइल, अर्को भ्यूले चाहिँ यो भन्छ भनेर चाहिँ दिएको हुन्छ हैन. सो अब हामीले चाहिँ यसलाई कसरी अटेम्प्ट गर्नुपर्छ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ एसेमा चाहिँ 4 वटा प्याराग्राफ हुन्छ. इन्ट्रोडक्सन, बडी प्याराग्राफ दुईटा हुन्छ अनि त्यसपछि चाहिँ हाम्रो कन्क्लुजन हुन्छ है. सो अब इन्ट्रोडक्सनमा चाहिँ हामीले के गर्छौं भन्दाखेरि चाहिँ फर्स्ट सेन्टेन्स भनेको चाहिँ हामीले चाहिँ हामीलाई क्वेशनले के दिएको हुन्छ हैन. त्यही क्वेशनलाई चाहिँ हामीले चाहिँ के गर्छौं भन्दाखेरि जेनरली प्याराफ्रेज गर्ने गर्छौं. त्यसपछि सेकेन्ड सेन्टेन्स भनेको चाहिँ अब हामीलाई त भ्यू 1 र भ्यू 2 दिएको हुन्छ. अब तपाईको आफ्नो ओपिनियन देऊ भनेर भनेको हुन्छ नि त. त्यही भएर सपोज मलाई चाहिँ भ्यू 2 चाहिँ एग्री गर्न मन लाग्यो भने भ्यू 2 चाहिँ म एग्री गर्छु हो. यो चाहिँ एग्री गर्ने भए अनि त्यसपछि भ्यू 1 चाहिँ मैले डिसएग्री गर्ने भए. अब मैले लेख्दाखेरि चाहिँ कसरी लेख्ने भयो भन्दाखेरि चाहिँ अल्दो अरु पिपलहरुले चाहिँ भ्यू 1 लाई एग्री गरे तापनि म चाहिँ भ्यू 2 लाई चाहिँ एग्री गर्छु भनेर चाहिँ भन्नु पर्यो हैन. अनि त्यसपछि अब हजुरहरुले भ्यू 1 लाई चाहिँ डिसएग्री गर्नु भएको हो नि त. त्यही भएर चाहिँ बडी प्याराग्राफ 1 मा चाहिँ जुन चाहिँ डिसएग्री गर्नु भएको छ त्यो कुरा चाहिँ बडी प्याराग्राफ 1 मा चाहिँ लेख्नु पर्यो हैन. अन द वान ह्यान्ड पिपलले चाहिँ भ्यू 1 लाई चाहिँ बिलिभ गर्छन्. अब किन बिलिभ गर्छन् भन्ने कुरा एक्सप्लेन गर्ने, एक्जाम्पल दिने. अनि त्यसपछि फेरि ब्याक टु क्वेशन है. त्यो क्वेशनसँग अथवा यो हामीले चाहिँ फेरि जुन एक्जाम्पल र एक्सप्लेन गरेको छौं यसलाई चाहिँ ब्याक टु यो सेन्टेन्स 1 सँग चाहिँ लिंक गर्छौं है. अब यो हामीले कसरी गर्छौं भनेर चाहिँ रियल एसे नै म हजुरहरुलाई चाहिँ अर्को भिडियोमा देखाउँछु, आतिनु पर्दैन है त. बडी प्याराग्राफ 1 मा चाहिँ हामीले जुन कुरालाई चाहिँ डिसएग्री गरेको हो त्यसको बारेमा चाहिँ लेख्छौं है. त्यसपछि चाहिँ अब बडी प्याराग्राफ 2 मा चाहिँ हामीले चाहिँ इन कन्ट्रास्ट भनेर चाहिँ हैन आई बिलिभ भनेर चाहिँ यो नेक्स्ट जुन आफूले एग्री गरेको पोइन्ट हुन्छ त्यसको बारेमा चाहिँ हामीले बडी प्याराग्राफ 2 मा चाहिँ डिस्कस गर्छौं है. अन द अदर ह्यान्ड व्हाई पिपल बिलिभ भनेर भनेको छ. अब यसमा व्हाई पिपल भन्दा पनि आई बिलिभ भनेर भन्दा नि भयो, आई बिलिभ दिस भनेर भन्दा नि भयो. अनि त्यसैले मैले एसे लेख्दाखेरि चाहिँ आई बिलिभ भनेर चाहिँ स्टार्ट गरेको छु. त्यही भएर व्हाई पिपल बिलिभ भन्दा पनि भयो. व्हाई पिपल बिलिभ भनेर तपाईले यहाँ सुरु गर्नुभयो भने चाहिँ लास्टतिर सेन्टेन्समा गएर चाहिँ आई एग्री विथ दिस भ्यू भन्नु पर्यो हैन. अदरवाइज तपाईले माथि नै आई बिलिभ भनेर यसरी लेख्नु भयो भने चाहिँ त्यो बेलामा चाहिँ हजुरहरुले लास्टमा गएर आई एग्री विथ दिस भ्यू भनेर चाहिँ भन्नु परेन है. सो अब यहाँ चाहिँ हजुरहरुले कुन कुरामा चाहिँ एग्री गर्नुहुन्छ त्यसको बारेमा लेख्नुहुन्छ, त्यसलाई एक्सप्लेन गर्नुहुन्छ, त्यसको एक्जाम्पल दिनुहुन्छ. अनि त्यसपछि फेरि ब्याक टु क्वेशनसँग लिंक गर्न मिल्छ भने फर्स्ट सेन्टेन्ससँग लिंक गर्न मिल्छ भने चाहिँ ब्याक टु लिंक गर्ने, मिल्दैन भने सकिदैन भने चाहिँ छोड्दिने है. त्यसपछि चाहिँ हामी कन्क्लुजनमा चाहिँ के गर्नु पर्यो भन्दाखेरि चाहिँ हामीले यो जुन सेकेन्ड सेन्टेन्स लेखेको छौं नि अल्दो पिपल बिलिभ दिस भ्यू आई एग्री विथ दिस भ्यू भनेर चाहिँ लेखेको छौं त्यसैलाई नै हामीले फेरि प्याराफ्रेज गर्छौं है. यही लेखेको कुरालाई फेरि प्याराफ्रेज गरेर चाहिँ कन्क्लुजनमा चाहिँ लेख्छौं है त. समरी अफ भ्यू 1, समरी अफ भ्यू 2, योर ओपिनियन भनेको छ. सिम्पली एउटा सेन्टेन्समा चाहिँ कन्क्लुड गर्दा हुन्छ है. अल्दो सम सिटिजन्स, सम इन्डिभिजुअल्स बिलिभ दिस बट आई एग्री विथ दिस भनेर अनि एक्सप्लेन गर्ने है त. त्यसरी चाहिँ गर्न सक्नुहुन्छ. सो यो चाहिँ जेनरल टेम्प्लेट हो डिस्कसन टाइप अफ एसे को लागि चाहिँ. डिस्कसन टाइप एसे चाहिँ हाम्रो आइल्स को क्याम्ब्रिज 19 बुकमा चाहिँ टेस्ट 1 मा चाहिँ एउटा क्वेशन छ. दैट इज सम पीपलले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ डेली लाइफमा अनि स्कुलहरुमा चाहिँ कम्पिटिसन हुनुपर्छ भनेर भनेको छ भने अरूले चाहिँ के भन्छन् भन्दाखेरि चाहिँ कोअपरेसन चाहिँ नेसेसरी छ भनेर भनेको छ भनेर चाहिँ त्यहाँनेर क्वेशन दिएको छ. अनि त्यसपछि डिस्कस बोथ भ्यूज एन्ड गिभ योर ओपिनियन भनेर चाहिँ एउटा क्वेशन छ. त्यो क्वेशन चाहिँ आज मैले अटेम्प्ट गरेको छु. सो नेक्स्ट भिडियोमा चाहिँ हामी त्यो क्वेशनको बारेमा चाहिँ डिस्कसन गर्छौं है त. सो आइल्स रिलेटेड भिडियोहरुको लागि चाहिँ हजुरहरुलाई फर्दर अपडेटहरु चाहिरहन्छ भने चाहिँ खुशबु राउत युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु होला है त. सो थ्यांक यू फर वाचिङ दिस भिडियो. हजुरहरुको के छ कमेन्ट फिडब्याक त्यो चाहिँ दिनु होला. यति भन्दै थ्यांक यू सो मच फर वाचिङ दिस भिडियो. टेक केयर, स्टे सेफ, बाइ बाइ.